किलोमिटरको यात्रा हो। हामी यात्रा गर्छौँ, तपाईँहरूलाई सबै जानकारी देखाउनु पर्दै। हाम्रो साथीहरू अलिक अल्मलिएको जस्तो हुन्छ बाटोमा, र पनि उहाँहरूले कुदिराख्नु भएको छ। यहाँबाट सुन्दर एउटा पोखरी पनि हामीले यहाँ देख्यौँ, मनोरम दृश्य। र अझै हामी यहाँबाट अगाडि बढ्नेछौँ र यो बाटो चाहिँ अब हामी सिधै 5 सालमा निस्किनेका लागि अलिक छोटो छ भन्ने कुरा भएको कारणले गर्दा यो बाटोबाट हामी अगाडि बढ्नेछौँ। अहिले रतत छौँ अनि यो हामी अहिले यो चाहिँ बनेपाबाट हामी दोस्रो बाटो प्रवेश गरेका छौँ। अनि यो चाहिँ के मनोरम दृश्य चाहिँ काभ्रे जिल्ला हो। काभ्रे जिल्लाको अनि हामीलाई रबिओपी भन्ने तल यहाँ बजार छ, नानो बजार, त्यही बजारको सुन्दर मनमोहक दृश्यले मनै आनन्द अनि पुरुङ बनाइरहेछ। जहाँसम्म यो सिनेरी हेर्दाखेरि तपाईँहरूलाई पनि एकदमै जानको लागि होप्न भइरहेको होला। पाँच खालको यो जोमाटोमा हामी आइपुगेका छौँ। 0 किलो। सुन्दर मनमोहक झरनाहरूको दृश्य अवलोकन गर्दै यसको सुन्दरताको शब्दमा वर्णन गर्ने ठाउँै छैन। तर यी सुन्दरताले गर्दाखेरि यी अफरोडका सबै दुःख कष्टलाई एकैछिनमा हामीलाई बिर्साइदिन्छ। अफरोड भएको कारणले गर्दा भाइलाई आउन धेरै गाह्रो भइरहेछ बाइक, र पनि सिङ्गल भएको कारणले गर्दाखेरि सजिलैसँग आउन सक्नुभयो। अनि अरू साथीहरू तलै हुनुहुन्छ त्यो लगभग 5.5 घन्टाको बाइकमा यात्रा पछाडि हामी यो जानुपर्ने चाहिँ यो डेक्चीको अगाडिको बादलभित्र अझै माथितिर हो। तर पनि खानपिनको लागि र बस्नको लागि राम्रो प्रबन्ध यहाँनिर छ। त्यसले गर्दाखेरि खाना बस्नको लागि कुनै पनि समस्या मान्नु पर्दैन। र तर जानु चाहिँ पर्ने यो बादल माथि देखिएको छैन, अझै पनि माथि नै यो अगाडि जानुपर्ने हो, जुन चाहिँ भैरवकुण्ड छ। बाटो यति अप्ठ्यारो
छ कि यो Here I am Gopi. आउनलाई नै धेरै गाह्रो Go here. यहाँ Very अङ्कल for help. लडेर यहाँनिर बाइक अलिअलि घाउचोट पनि लागिरहेछ तर पनि हामी जेना तेना गरेर जाँदैछौँ साथीहरू तलै कता हराइरहेछन् थाहा छैन भाइहरू बाइकमा पुरै लडेर चिप्लेर एकदमै बाटो एकदमै अफरोड भएकोले गर्दा अफरोडमा पनि धेरै नै चिप्लो लेउ लागेको बाटो भएको नर्मल हो है भाइ ओके ओके सिंगल आओ यो 3200 मिटरमा हिजो राति 8:30 बजे आइपुगेपछि गोठको बसाइ पश्चात हामी फेरि यो भैरवकुण्डतर्फ अगाडि बढिरहेछौँ साथीहरू अगाडि बढे हामी गर्दैछौँ र यहाँ साथीहरू लुगा मिलाउने क्रममा हुनुहुन्छ कोही ब्याकअप मोबाइलको सब सिद्धिएकोले गर्दा बेहाल भएको छ जोस् हामी यात्रा घन्टा पश्चातको हिँडाइ पछाडि हामी यो बागमारा भन्ने ठाउँमा आइपुगेको छौँ अनि जो यो 3500 मिटर माथि छ अनि यहाँ भाइहरू तातो दुध खानुहुँदैछ चौरीको दुध अनि यहाँ गोठमा हामी छौँ जो यहाँ चिया दुध र खानको लागि सजिलो सहज छ कति खानु चाहिँ आफै बोकेर आउनु ओके दाइ चौरीको दुध हियर फर ओके चौरीको दुध ओके एट बागमारा दाइ ओके बागमारा ठाउँमा अब यहाँबाट हामी अझै लगभग पुग्नु छ 4300 मिटर माथि त्यसले गर्दा हाम्रो यात्रा अझै अगाडि हामी बढ्नेछौँ यहाँ दुध खाएर 4300 मिटर माथि छौँ जब 4300 मिटर आएपछि घरि ढुङ्गेनी घरि उकालो बढी मात्रामा थोरै मात्रामा ओह्रालो घरि त यी फुलले सजिएका रङ्गिन कसैको प्रतीक्षामा बसेका यी डाँडा काँडाहरू अनि बादलसँगको लुकामारी बडो रमणीय छ हाम्रो थकानहरू पनि त्यत्तिकै घरिघरि हराउँदछन् यस्ता यी रङ्गीचङ्गी भैरवकुण्ड बादलले पुरै डिस्टर्ब गरेको कारणले गर्दा त्यति क्लियर आउँदैन तर फोटोहरू चाहिँ राम्रो नै निस्किरहेछ कुण्डको मनोरम दृश्य त हामीले हेर्न पाएनौँ पुरा यो प्रकृतिको यो सुन्दरतालाई पनि हामीले अवलोकन नजिकका कुराहरू मात्रै गर्न पायौँ तर परको कुराहरू देख्न पाएनौँ तर पनि हामीलाई पछुतो छैन किनकि हामी यो मौसम नै यो बर्खाको मौसममा आयौँ र समग्र जो भिजिटर्स हुनुहुन्छ साथीहरू तपाईँहरू आउँदाखेरि बर्खाको समयमा आउँदाखेरि चाहिँ अलिकति ध्यान दिएर आउनुहोस् अलिकति आफूलाई चाहिने सम्पूर्ण कुराहरू बोकेर आउनुहोस् किनकि यहाँनिर यसो वेट गर्नको लागि सानातिना टहराहरू छन् तर स्पेसल बस्नको लागि र खानको लागि कुनै पनि व्यवस्थापन यहाँनिर गरिएको छैन र यहाँभन्दा केही तपाईँ आउँदाखेरि बाटोमा देख्नुभयो त्यहाँनिर चाहिँ तपाईँले आफूलाई मनपर्दो चिजहरू हल्का फुल्का खाना पाउनुहुनेछ र यो अझै पनि तपाईँलाई हामीले पूर्ण रूपमा देखाउन सकेनौँ यो भैरवकुण्डको यो मनोरम दृश्य किनकि यो सम्पूर्ण रूपले ताल लगायत सम्पूर्ण एरिया नै बादलले ढाकेको कारणले गर्दाखेरि हामीले पनि केही कुराहरू मात्रै हामीले हेर्न पायौँ तर पनि तपाईँहरू आउनुहुँदैछ भनेदेखि मस्ट वेलकम यो नेपालको एउटा टुरिज्म सेक्टरमा भोलि गएर चाहिँ राम्रो गन्तव्य बिल्डअप हुने बङ्का चान्सेस छ
बेलुका भैरवकुण्डबाट फर्किने क्रममा हामी यहाँनिर बेलुका 6 बजीतिर आइपुगेका थियौँ तर पनि बाटोको कारणले गर्दा कुनै पनि बाइकहरू हामीले फर्काउन सकेनौँ यहाँबाट उठाउन सकेन त्यसले गर्दा बेलुका बाइकहरू यहीँ छोड्यौँ अनि कति चाहिँ बाइकहरू तलै बिग्रेर योभन्दा तलै हामीले छोडेर हामी माथि आयौँ र यहाँ माथि भएको होटलहरूमा हामी बसेका थियौँ र अहिले बाइक निकाल्ने क्रममा धेरै नै यो माटो एकदमै चिप्लो भएको कारणले गर्दाखेरि धेरै नै गाह्रो छ र भाइहरूले कोसिस गरिराख्नु भएको छ र यदि तपाईँहरू आउनुभयो भने चाहिँ प्लिज बर्खामा चाहिँ बाटो नबनिएको यी विविध बाटोहरू बनिएको छ छैन तपाईँहरूले बुझेर मात्रै आउनुहोला धन्यवाद you